Hello everyone, welcome to my YouTube channel. आज पनि म लोकसेवाका लागि केही महत्त्वपूर्ण समसामयिक विषयको प्रश्नोत्तर सङ्कलन लिएर आएको छु। र सुरु गरिहालौँ है त। 17औं ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? र यसको उत्तर रहेको छ सन् 2025 जुलाई 5 देखि 6 रियो दे जेनेरियो ब्राजिलमा। अर्को प्रश्न रहेको छ एकल साहसिक यात्रा सोलो एडभेन्चर ट्राभल गन्तव्यको सूची 2025 मा नेपाल कति स्थानमा परेको छ? यसको उत्तर रहेको छ 7औं। सन् 2025 जुलाईमा श्रीलङ्काको कोलम्बोमा सम्पन्न 9 दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल कुन स्थान हासिल गर्यो? र नेपालले चाहिँ यो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा द्वितीय स्थान हासिल गरेको छ। प्रथम भारत भएको थियो। अर्को प्रश्न रहेको छ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको 30औं सम्मेलन अथवा COP30 कहिले र कहाँ सम्पन्न हुने भएको छ? यसको उत्तर रहेको छ सन् 2025 नोभेम्बर 10 देखि नोभेम्बर 21 सम्म ब्राजिलको बेलेम भन्ने ठाउँमा। र अर्को प्रश्न रहेको छ हाल नेपालमा चरा प्रजातिको संख्या कति रहेको छ? यसको उत्तर रहेको छ 902। र अर्को प्रश्न रहेको छ आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालमा प्रति व्यक्ति रुख संख्या कति रहेको छ? यसको उत्तर रहेको छ 111। सबै जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने पहिलो देश कुन हो? पहिलो प्रदेश कुन हो? र यो सबै जिल्लामा स्वास्थ्य बिमा लागू गर्ने पहिलो प्रदेश भनेको सुदूरपश्चिम प्रदेश हो। सरकारले राष्ट्रिय कोदो दिवस कुन दिन मनाउने निर्णय गरेको छ? सरकारले साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ। यो निर्णय विक्रम सम्वत 2082 साल असार 23 गतेको मन्त्री परिषदको बैठकले निर्णय गरेको हो। इजरायल र हमास बीच युद्धविराम सम्झौता कहिले भयो? यसको उत्तर रहेको छ 2025 अक्टोबर 11। विश्वकै 6G चिप सार्वजनिक गर्ने देश कुन हो? यसको उत्तर रहेको छ चीन। 2025 अगस्टमा सार्वजनिक गरेको हो। पूर्वी टिमोर आसियनको 11औं सदस्य कहिले भएको हो? र पूर्वी टिमोर चाहिँ आसियनको 11औं सदस्यको रूपमा 2025 अक्टोबर 16 भएको हो। र पूर्वी टिमोरलाई सदस्यता चाहिँ 47औं शिखर सम्मेलनबाट मिलेको हो। कार्य सम्पादन मूल्याङ्कन आर्थिक वर्ष 81-82 मा देशभरकै उत्कृष्ट कार्यालय बन्न सफल जिल्ला प्रशासन कार्यालय कुन हो? र देशभरकै उत्कृष्ट जिल्ला प्रशासन कार्यालय बन्न सफल भएको छ पर्वतको जिल्ला प्रशासन कार्यालय। जेनजी आन्दोलन विक्रम सम्वत 2082 भदौ 23 र 24 को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्च स्तरीय न्यायिक जाँचबुझ आयोग कहिले गठन गरिएको हो? र यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 साल असोज 5 गते। नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा कसलाई नियुक्त गरियो? यसको उत्तर रहेको छ मनोज सिलवाल। सन् 2030 मा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन प्रतिबन्ध गर्ने घोषणा गर्ने राष्ट्र कुन हो? र डिजेल र पेट्रोल प्रतिबन्ध गर्न चाहिँ घोषणा गर्ने राष्ट्र भनेको आयरल्यान्ड रहेको छ। सरकारले कृषिमा लगानी दशकका रूपमा मनाउनलाई कुन अवधि घोषणा गरेको छ? र विक्रम सम्वत 2081 देखि विक्रम सम्वत 2091 सम्म चाहिँ सरकारले कृषि लगानी दशकका रूपमा मनाउने घोषणा गरेको छ। नेपाल प्रहरीमा आर्थिक सम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइको गठन कहिले भएको हो? विक्रम सम्वत 2082 साल वैशाखमा चाहिँ नेपाल प्रहरीले आर्थिक सम्बन्धी अनुसन्धान गर्नका लागि आर्थिक तथा वित्तीय अपराध अनुसन्धान एकाइको गठन गरेको छ। विश्व बैंकले सन् 2025 अक्टोबरमा सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्ट अनुसार आर्थिक वर्ष 82-83 मा नेपालको आर्थिक वृद्धि दर कति हुने प्रक्षेपण गरिएको छ? र नेपालको आर्थिक वृद्धि दर चाहिँ 2.1% 2.1% हुने प्रक्षेपण गरिएको छ। यो चाहिँ जेनजी आन्दोलनका कारणले गर्दाखेरि पनि अलिक कम प्रक्षेपण गरिएको छ। यस वर्षको महामूर्ख उपाधि कसलाई प्रदान गरियो? र यस वर्षको महामूर्ख उपाधि भने मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई प्रदान गरिएको छ। Thank you for watching.